अहिले चाहिँ यहाँ बिहानको 8 बजिसकेको छ अनि म चाहिँ भर्खरै नुहाइधुवाइ गरेर आइसकेँ। आशिषलाई चाहिँ निन्द्रा पुगेन अनि त्यही भएर स्टिल पनि ऊ त्यहाँनिर सुतिरहेको छ। ल हेर उठ भनेको उठ्न नसकेर सुतिरहेको छ। अब हाम्रो आजको प्लान चाहिँ के हो भन्दाखेरि हामी अब उठ्छौँ, के अरे चिया ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि खै थाहा छैन कता कता जान्छौँ, के गर्छौँ हेर्नै पर्छ। आज हामी 10 बजीसम्म घरको सबै कामहरू सकाएर निस्किने प्लान छ। अनि त्यसपछि आज पानी पर्ला जस्तो दिन भइरहेछ, तर एकछिनमा घाम लाग्छ भनेर नि देखाइरहेको छ। अब हेरौँ के हुन्छ। सिबु एकछिनमा। हामी चाहिँ आज घरमा त के नि गरेनौँ, तर अब हामी आज वकमा निस्क्यौँ जङ्गलतिर। अनि कहाँ जाने भयो, अब लुजफानतिर जानु पर्ला। भनेको लुजफान भनेको चाहिँ यहाँको एउटा लेकको नाम हो। आशिष चाहिँ अगाडि छ, म पछाडि छु। अहिले कस्तो राम्रो ठाउँ छ। वाह, त्यही होला, कस्तो शान्त है। खोइ कहिलेकाहीँ यस्तो जङ्गलमा हिँड्नु पनि रमाइलो हुन्छ क्या। खै के बाघै आयो भने, तर नर्वेमा बाघ चाहिँ छैन होला हो। तर अचेल एकदमै कस्तो सायो तिमी मलाई। अचेल एकदमै धेरै सर्प देखिरहेछ क्या। त्यही भएर मलाई मेरो फेसबुकभरि पेजभरि सर्प मात्र आएर हैरान छ। अनि ऊ त्यहाँनिर चाहिँ ओडार जस्तो रहेछ, बाघ हिँड्ने ओडार। हेर अस्ति न क्या ठुलो हावा आएको थियो। आज हाम्रो सन्डेको हाइकिङ, सानो हाइक। हामी धेरै टाढा नजाने भनेर खासमा आज हाम्रो रेस्ट डे थियो। अनि तै पनि घरमा बस्दा अल्छी लाग्यो, घर सफाइ गऱ्यौँ आज। अनि हामी हिँड्यौँ हाइकमा अल्छी लागेर। कति टाढासम्म हामी थाहा छैन, जाँदैछौँ हेर्दैछौँ। कस्तो धेरै फोहोर रहेछ है भुइँमा। हेर पुरा हिजो अस्ति पानी पऱ्यो थियो, पानीले के को रायो त्यहाँ। नर्वेको जङ्गलमा चाहिँ अहिलेभन्दा जुलाई अगस्ततिर ठिक हुन्छ हिँड्नलाई। किन अहिले पनि रमाइलो छ, नरमाइलो होइन। तर किन पछि हिँड्ने भन्नेले यहाँ चाहिँ बेरिजहरू टन्नै पाइन्छ धेरै जस्तो जङ्गलहरूमा। यो चाहिँ ब्लुबेरी हो अनि यो चाहिँ अलि टाइमपछि पाक्छ, खाना मिल्ने हुन्छ, मिठो लाग्छ मलाई ल। अनि म चाहिँ हाइकिङ यसरी हिँड्दाखेरि चाहिँ टक्क टिप्दै खाँदै हिँड्दै गर्छु। अनि यस्तो बेरिज पाउँछ, रास्पबेरी पाउँछ, मिठो हुन्छ रास्पबेरी पनि। अनि कसैले चाहिँ जङ्गलमा हिँड्दाखेरि चाहिँ न्युरो पनि भेट्नुभएको हुन्छ होइन। म चाहिँ चिन्दिनँ, मलाई डर लाग्छ, अन्त म वास्ता गर्दिनँ। तर मैले देखेको चाहिँ नर्वेजियनहरूले न्युरो चाहिँ खाने रहेछन्। अनि 1-2वटा टिकटक भिडियोहरू चाहिँ देखेको थिएँ मैले। न्युरो नर्वेजियनले कसरी टिप्ने भने एउटा नर्वेजियनले चाहिँ भिडियो बनाएर राखेको थियो कसरी चिन्ने, अनि कति चाहिँ हामीले टिप्दा ठिक हुन्छ, अनि कसरी चाहिँ त्यसलाई अब अझै पछि नेक्स्ट टाइम अझै धेरै उम्रियोस् भन्ने हिसाबले चाहिँ कसरी टिप्ने भनेर पनि उसले भिडियो बनाएको थियो क्या। त्यो चाहिँ एकदम हेल्पफुल थियो छन चाहिँ। अनि म याद गर्दैछु हिँड्दै, त्यस्तै खालको न्युरो भेट्छु कि भनेर म टिप्न चाहिँ टिप्दिनँ, मलाई डर लाग्छ होइन। तर देखेँ भने चाहिँ म देखाउँछु यहाँ है। थकाइ पनि लाग्छ, गर्मी भयो। किन
निलो चाहिँ सजिलो बाटो रहेछ क्या एडभेन्चर प्लस अनि यो चाहिँ एडभेन्चर मात्रै कमिलाको गुड रहेछ यहाँ बा कस्तो भएर बसेर छ स्याउ स्याउती कमिला अब देख्यौ कमिला स्याउ स्याउती ढोकै कस्तो खतरा छ नि पोटर खोल्ने भने घरै कति धेरै कमिला क्या आफ्नै जिउमा हिँडे जस्तो क्या फिल भयो मलाई चाहिँ एउटा के भयो भन्दाखेरि रिसेन्ट अहिले हामी चाहिँ यतिकै हिँड्ने वरिपरि घरको भनेर निस्किँदा जाउँ न त हाइकिङ भनेर हिँड्यौँ पानी पनि लिएर आएको छैनौँ पानी प्यास लागिसक्यो मलाई खानेकुरा पनि केही ल्याएन भोक चाहिँ लागेको छैन तर पानी चाहिँ लास्टै प्यास लाग्यो त पानी छैन के भने यस्तो मार्किङहरू हेर्दै हिँडिरहेछौँ तर तलकै होला अघिनासम्म त मार्किङ नदेखेर हामी राइट यता रहेछ राइट बाटो हिँडेछौँ कि रङ बाटो हिँडेछौँ थाहा पाएनौँ अहिले चाहिँ बल्ल मार्किङ देख्यौँ अनि मार्किङ फलो गर्दै हिँडिरहेछौँ कति टाइम लाग्छ थाहा छैन अघि नै सुरुमा चाहिँ 1 किलोमिटर भनेर देखाएको थियो अरे अब हेरौँ कति टाइम लाग्छ यो वाला चाहिँ खाना नहुने खालको रहेछ क्या यस्तो यहाँ धेरै थरी छ नि खाना नहुने खालको के भन्छ अरे यसलाई न्युरो खाना हुने खालको न्युरो छैन यहाँ फिडल हेड तर खाना नहुने यो फिडल हेड भन्दैन होला त्यसो भए खाना नहुने खाना हुनेलाई फिडल हेड होइन अनि इट के त प्लिज डु नट हामीलाई केही पनि थाहा छैन यो बारेमा हामी एक्सपर्ट पनि होइन त्यही भएर हामीलाई प्लिज डु नट कमेन्ट एनिथिङ त्यो चाहिँ खाना हुँदैन भने चाहिँ हामीलाई थाहा छ स्ट्रिम यसलाई स्ट्रिम भन्छ होइन त आशिष यो स्ट्रिम सफा पानी छ त्यहाँ फाइनली हामी चाहिँ लुथवान आइपुग्यौँ इन दिल्ली वी आर हारी लुथवान पस्कली हो अरे कति धेरै फिडल हेड्सहरू तर प्लिज डु नट इट These are not eatable. Do not eat those. अनि हामी चाहिँ यहाँ आइपुग्यौँ आसला म फोटो खिच्दा मेरो भन्छु 1-2वटा कति भइसक्यो फोटोहरू यस्तो नखिचेको कस्तो रमाइलो छ कि मलाई यहाँ कस्तो मनपर्छ आउँदाखेरि दिस हियर इज लुथवान सेरेन कस्तो राम्रो आनन्द आउँछ कि यहाँ बस्न यहाँ आउनु शान्त चराहरू मात्रै बोलेको घाम ताप्न नि एकदम रमाइलो हुन्छ ऊ त्यहाँनिर त कसले आगो बालेर छोडेको रहेछ नि हामीले लिएर आएको भए त यहाँ ग्रिल गर्न पनि मिल्थ्यो रहेछ कस्तो उज्यालो राम्रो निलो आकाश घाम पनि त्यही छ अझै कस्तो आनन्दको ठाउँ छ दिस इज वाट वी निडेड आशिषलाई थकै लगाएर बसिरहेछ यहाँको पानी चाहिँ एकदम सफा छ क्या के चाहिँ माथिबाट जान त्यो मान्छेले के गरेर त्यहाँनिर के
सुतेर हेरेँ कि तल ब्लुबेरी किन रातो छ त अनि यो ब्लुबेरी यो भर्खरै पलाउँदा यस्तो हुन्छ अनि पछि यो पाकेपछि अनि निलो हुन्छ क्या यो अहिले चाहिँ स्टार्टिङमा हो क्या यस्तो हुने कस्तो राम्रो देखियो हेर हामी चाहिँ अब फर्किँदैछौँ घर बाटोमा हेर्दै फर्किन्छौँ के छ भनेर होइन आशीले ब्लुबेरी किन हुन्छ भनेर सोधिसकेको क्वेसन अरू पनि हामी एक्सप्लोर गर्दै हिँड्दै होइन गर्छौँ के कसो फर्किन्छौँ अब I like making dolls, amigurumi, weaving, not making. मलाई चाहिँ क्रुसे एकदमै गर्न मन लाग्छ अनि मैले यो चाहिँ एउटा मेरो अर्डरको काम गरिरहेको छु अनि अलमोस्ट सकिन लागिसक्यो यो मैले यसमा आँखा हाल्न बाँकी छ नाक बनाउनु बाँकी छ होइन अनि त्यसपछि मेबी यहाँ घाँटीमा कलर लगाउँछु कि लेट्स सी मैले चाहिँ अनि यसको लागि चाहिँ दुईवटा इयर्स पनि बनाएको छु अनि यो इयर्स लगाउँछु यसमा सकिसकेपछि अहिले होइन तर सो दिस इज माई हाई गाइज हामी चाहिँ आज शनिबार आइतबार अनि हामी चाहिँ घर बस्दा बस्दा बोर भयौँ अनि आज चाहिँ हामी यसो बाहिर बोटानिकल गार्डन घुम्न जान्छौँ अनि हेरौँ के छ त्यहाँ कस्तो कस्तो फुलहरू छ के छ हामी के गर्छौँ हेरौँला अहिले एकछिनपछि अब आशिष पनि रेडी भइसक्यो छ उसलाई अलिक ग्रम्पी भएको छ बिहानदेखि खै किन हो उसको टी सर्ट हरायो कहाँ राखेको थाहा छैन अनि त्यही भएर इज टु ग्रम्पी सी यू हामी चाहिँ थेबाने लिनलाई छिटो निस्केछौँ घरबाट 10 मिनट छ अब अनि हामी स्टेसनमा कुदिरहेछौँ आशिष हेर यहाँ के भयो तिमीलाई के भयो आज तिमीलाई धेरै काम छ काम छोडी हिँड्न पर्यो भनेर उसलाई उसको मुड फिक्स छैन आज मलाई चाहिँ घुम्न जानु मन लाग्छ घुम्न निस्किनु मन लाग्छ उसलाई काम सकाउनु मन लाग्छ कति धेरै काम थाती छ अनि आज चाहिँ म चाहिँ फ्री टाइममा चाहिँ डल्सहरू बनाउँछु क्रुसे गरेर अनि एउटा अर्डर थियो अनि त्यो पनि बनाएर आएको थिएँ आज डेलिभरी गर्छु भनेर बिर्सेछु अनि अब त्यहाँ पनि जानु पर्यो घुम्न निस्किनु भनेको छ घर सफा गर्नुपर्ने थियो धेरै भएको थियो घर सफा गर्नु नभ्याएको त्यही भएर आशिष इज ग्रम्पी हामी चाहिँ अब सुसी अर्डर गर्नलाई लगाएको सुसी अर्डर गरेर टेक अवे पुरेर बसेछौँ यहाँ आशिष स्टिल नट इन द मुड आशिष रिसाएर यहाँ बादल लाग्यो आशिष रिसाएर आशिष चाहिँ स्याड भएर बादल पनि वेदर पनि स्याड भइरहेछ हामी अब यहाँ सुसी लियो अनि बोटानिकल गार्डन जान्छौँ कति धेरै मान्छे हुन्छन् यहाँ मेरो चाहिँ पेसन बोबा टी आयो कसलाई तिमीलाई गुलियो धेरै भएर आर्टिफिसियल गुलियो म ट्राई गर्छु मेरो त आयो तर अलि धेरै गुलियो रहेछ त्यो उसको राम्रो छ सेन्ट्रुमको सुसी पनि आइसक्यो बल्ल उसको मुड फ्रेस भयो जस्तो सुसी दिएर भोग लाएर पो रहेछ क्या कस्तोलाई भनेर त खाएर फ्रेस भात भयो के हो यार है अलि ठुलो बोल अलि सुन्दैन फेरि यहाँ म खिचि नै रहेको छु तिम्रो अझै पनि तिम्रो कस्तो गर्दो रहेछ भनेर अघिको पनि
खिच्नुपर्ने गुलियो भन्दाखेरि कस्तो मिठो छ मिठो छ मिल्छ रेकमेन्डेड यो प्लेसको नाम के हो नो साबिस साबिस सुसी रहेछ ल मिठो मिठो हामी चाहिँ अहिले सुसी खाएर अब बोटानिस खाजातिर जाँदैछौँ and this is the way कस्तो राम्रो यो समरमा चाहिँ लास्टै राम्रो देखिन्छ क्या नर्वे त्यहाँ पनि सानो पार्क छ बच्चाहरू पार्क गर्न मिल्ने ठाउँ अनि हामी चाहिँ यहाँभित्र जाने हो यहाँभित्र पार्क चाहिँ अनि धेरै जस्तो विकेन्डहरूमा चाहिँ मान्छेहरू आफ्नो बच्चा बच्चीहरूलाई लिएर आउँछन् होइन अब बल्ल मुड अलिकति फ्रेस भन्छ पेटमा घरमा के फुल हो पेटमा खाना नभएर नि रहेछ क्या मान्छेको खान पाउनु तर यसमा डिस्ट्रिब्युट रहेछ कि अनि भोक लागेर रहेछ क्या हो थाहा पाएन अनि खाएपछि बल्ल खाना देखेपछि त हाँसो फुस्किसकेको थियो होइन So here we are, यो botanical garden को entrance. यही छौँ हामी आइपुग्यौँ बोटानिस खागे अब यहाँबाट हामी हेरेर जान्छौँ के छ भनेर यस्तो राम्रो राम्रो फुलहरू फुल अनि यहाँ चाहिँ माछाहरू पनि छ ओ यहाँनिर रहेछ ओ त्यहाँनिर तर यसमा देखिएन कोही फिस यहाँ चाहिँ फिसहरू चाहिँ राखेको छ अनि विन्टरमा चाहिँ कतै लैजान्छ जस्तो लाग्छ यहाँको यहीँ बस्छ अनि चिसो हुँदैन मर्दैन त्यस्तो धेरै त छैन होला नि त नेपालबाट लिएर आएको जस्तो हिमालयबाट नेपाली मुरे पोटेन्थिला नेपालेन्सिस ठिक छ यहाँ चाहिँ कस्तो राम्रो गुराँसको फुलहरू छ डिफ्रेन्ट कलर्सको कस्तो राम्रो गुराँसको फुल rhododendron in different colors. जाऊ तिमी अगाडि त्यसले खिचिरहेको छ कहिले Here is the bee. त्यसलाई के भन्छ यो फुललाई फुललाई भनेको के छ पोलिनेसनको काम भइरहेछ यहाँ रस पनि खाइरह होला टोक्ला हेर्नु सानो सानो झर्नाहरू स्ट्रिम्सहरू क्या मिलाएर राख्छ कि यिनीहरूले है हेर्दै मजा आउने क्या अब हामी जाँदैछौँ उता फ्लावर टनलमा अहिले चाहिँ त्यहाँ फ्लावरहरू फलेको छैन बट अलिक पछि चाहिँ त्यहाँ एकदम राम्रो फ्लावर्सहरू फुल्छ है
कस्तो लागिरहेछ त? मलाई त रमाइलो लागिरहेको छ। घुम्न पाएपछि मलाई रमाइलो लाग्दैन होला त? तिमी चाहिँ भन नि, तिमीलाई कस्तो लाग्छ अहिले? मलाई ठिकै। अहिले मुड ठिक भयो? यो चाहिँ घाँस काट्ने मेसिन, खेलौना रोबोट खेलिरहेछ होला, मुसा जस्तो। मान्छेहरू चाहिँ पुरै घाम लागेको भए चाहिँ घाम तापेर बस्दा भन्नुहुन्थ्यो। आज चाहिँ यहाँ कोही केही इभेन्ट रहेछ, अनि इभेन्ट सकेर रेस्ट गर्दैछन्, पिकनिक सिकनिक। यहाँ चाहिँ कुकुर अलाउड छैन, फुल टिप्न अलाउड छैन, अनि रुख चढ्न अलाउड छैन, अनि फायर गर्न अलाउड छैन भनेर के छैन त्यो चाहिँ लेख्दैछन्। अब हामी यताबाट जान्छौँ। Here is the garden, and त्यहाँनिर चाहिँ कसको मूर्ति पनि रहेछ। राजा त होइन, पक्कै Who पनि। is this guy? We don't know yet. If anyone knows it, please do comment and let us know. इन द कमेन्ट सेक्सन। मलाई कस्तो गुगल पनि गर्न मन छैन। यहाँ भात खानेमा यहाँ छ है, राइसको प्लान्ट कहाँ गयो? ए राइस। भात खाने पनि यहाँ छ। चाहिँ अहिले नेपालमा आज जस्तो फिल भयो। यहाँ चाहिँ खोइ के फुल भन्छ, यो नेपालमा एकदमै पाउने फुल हो त्यो चाहिँ। पहिला पूजा गर्दाखेरि यो फुल कस्तो फुल चाहिँ चढाउने फुल हो। घरतिर चढाउने फुल, मेवा होइन। अनि त्यसपछि यहाँ चाहिँ मेवा, पाकेको मेवा अनि नपाकेको मेवा। के यो? वाट इज दिस काइन्ड अफ फ्लावर हियर? के फुल हो? कत्रो हेर, एउटा फेसै जस्तो छ ल, एकजना मान्छेको फेसै जत्रो लगाएर यो। कस्तो मिठो गुलाब जस्तो बसाउँदो रहेछ यार। हो मिठो भने त के? पोलेन छिर्छ कि जस्तो लाग्यो। हामी चाहिँ अब यहाँ घुमेर सक्यो आजलाई। घुम्ने ठाउँ त कत्रो ठुलो छ तर खास चाहिँ अब टु मच अफ फुल, टु मच अफ प्लान्ट्स भयो। अनि त्यही भएर अब हामी यहाँबाट चाहिँ निस्किँदैछौँ। मेबी हामी अब सेन्टरतिर कतै गएर यसो एकछिन बसेर अनि घर जान्छौँ कि थाहा छैन। अब त्यहाँनिर घरै जान्छ मलाई। घरै जाने हो? ल अब हामी घर जान्छौँ। आजको लागि यति नै हो। See you in our next video. See you. Bye. Kota gaya.